It's a behind the scene though. टोपी त्यही खाँदा हुन्छ तैँले अब त नबोल्न राम्रै हुँदैछ त खै हौ त नबोल्न बिहाइन्ड द सिन हुँदैछ होइन यहाँ चाहिँ हामीले नभएको 12 पल्ट जति चाहिँ रिटेक ल्याइसक्यौँ हो लु फेरि ल भिडियो मेकिङ इज नट इजी है यो नभनेको 50 सेकेन्डको भिडियोको लागि लगभग हामीले 1-1.5 घन्टा चाहिँ हामीले यहाँ एक्सपेन्ड गरेका छौँ पानी झरीमा पनि केही नभनी अनि रिटेक 12-13 पल्ट हामीले गरेका छौँ त्यो पछि मात्र यो तपाईको 50 या 60 सेकेन्डको एउटा भिडियो रिल्सको रूपमा बनिन्छ त्यो भिडियो बनाउनु चाहिँ सजिलो चाहिँ छैन त्यसमा ठुलो मेहनत त्यसमा ठुलो स्ट्रगल हाम्रो रहेको हुन्छ अनि मेरो दाजु समी खालिङ भन्ने उहाँको फेसबुक पेज छ उहाँले यस्ता थुप्रै रिल्सहरू अनि थुप्रै विषयसँग सम्बन्धित राम्रो भिडियोहरू उसको फेसबुक पेजमा हाल्नुहुन्छ तपाईहरुले पनि कृपया गरेर उहाँको फेसबुक पेजलाई फलो गरिदिनुहोस् लाइक गरिदिनुहोस् शेयर गरिदिनुहोस् अनि सपोर्ट गरिदिनुहोस् तपाई हामी भनेको एकअर्कालाई सपोर्ट गरेर नै अघि बढ्ने हो र आशा छ तपाईहरु सबैजनाले उहाँलाई सपोर्ट गरिदिनुहुन्छ भनेर राम्रो जाँदैछ तल चाहिँ फोकस मात्र तेरो एक्टिङमा मात्र फोकस गर्न अन्त अब आउँछ त अब हेर्नु मेरो टोपी धुएर ल्याइदिए के अरे दामी आएको छ एक्सेप्ट गरेको उयो गर्दै 12:30 मा डर गयो केटा जान्छ ओह्रालो फेरि जाने भएछ